हजुरहरूले क्वेसनहरू सोध्न सक्नुहुन्छ, तर लास्टमा है, अलि लास्टमा, किनभने हामीले यहाँ लगभग 90% सबैजनाको चाहिँ यहाँ क्वेसन्सहरू टिपिसकेका छौँ र आज विशेष गरी हाम्रो प्रश्नहरू के सोध्ने के छ त हाम्रो प्रश्नहरू चाहिँ जति पनि प्रोडक्ट सम्बन्धी प्रश्नहरू हुन्छ, हजुरहरूले अब कम्पनी सम्बन्धी क्वेसन्सहरू हुनसक्छ, डाउटहरू त्यसको विषयमा र व्यवसाय सम्बन्धी डाउटहरू हुनसक्छ, त्यसको प्रश्नहरू हजुरहरूले सोध्न सक्नुहुन्छ र हाम्रो यो दुईटै मैले क्वेसन्सहरू हेर्दाखेरि चाहिँ लगभग हाम्रो दुईटै छ, कम्बाइन छ है। त्यो भएको भएर अब भने हामी चाहिँ ढिला नगरिकन सर्वप्रथम चाहिँ हामीसँग आजको स्पेसल गेस्ट हुनुहुन्छ। उहाँहरूको विषयमा उहाँ डिएक्सनको पोस्टको हिसाबले हेर्दाखेरि एजुकेटेड ट्रिपल डायमन्ड पनि हुनुहुन्छ र उहाँको डिएक्सनमा यात्रा हेर्ने हो भने लगभग 1.5 दशक बिताइसक्नु भएको र उहाँले आफ्नो व्यवसायको जति पनि उहाँले योगदान दिनुभएको छ, नेपालमा मात्र होइन, उहाँले देश विदेशमा पनि एज अ ट्रेनरको हिसाबले चाहिँ ट्रेनिङ दिँदै आइराख्नु पनि भएको छ र उहाँ हुनुहुन्छ हाम्रो नरबहादुर गुरुङ सर। एकपल्ट उहाँलाई हामी जोडदार रूपमा हुनुहुन्छ हामीसँग। उहाँ यो डिएक्सनमा उहाँलाई चाहिँ धेरैजनाले फुड सप्लिमेन्टको विशेषज्ञ भन्नुहुन्छ, तर म चाहिँ अझै धेरै भन्छु, किनभने उहाँसँग जति नलेज छ, जति ज्ञान छ, त्यो मलाई लाग्छ डिएक्सनमा आज यति धेरै हुनुहुन्छ लिडर्सहरू, तर उहाँ जति छैन होइन। तर उहाँको जति छ नि त्यो स्पेसल एउटा प्रडक्ट सम्बन्धी ज्ञान होइन, कम्पनीको ज्ञानहरू, त्यो चाहिँ उहाँले आज हजुरहरूलाई पनि जानकारी दिनुहुन्छ र उहाँ डबल डायमन्ड डिस्ट्रिब्युटर पनि हुनुहुन्छ र साथै हाम्रो एसएमएसटी ग्रुपको उहाँ बोर्ड मेम्बर पनि हुनुहुन्छ र उहाँलाई चाहिँ हामी वेलकम गर्न चाहन्छौँ। उहाँ हुनुहुन्छ विकास तिमिल सेना सर। उहाँलाई गर्दछु र अब भने हामी सबैजनाको हामी गेस्टहरूको परिचय सँगसँगै अब यहाँहरू जतिजना उपस्थित हुनु प्रोडक्ट खाएको 3 महिना भयो, जस्तै हाम्रो यहीँकोबाटै हुनुहुन्छ। म नाम चाहिँ मेन्सन गर्दिनँ किनभने हजुरहरूको नाम लिँदा अलिकति कतिपय क्वेसनहरू सुइटेबल नहोला है, त्यही भएर नाम चाहिँ मैले लिनँ। प्रोडक्ट खाएको 3 महिना हुँदा पनि केही प्रतिक्रियाहरू देखाएको छैन। डिएक्सनको प्रोडक्ट चाहिँ 3 महिना खानुभयो तर कुनै पनि त्यस्तो प्रतिक्रिया चाहिँ आएन भने अब यसको आन्सर चाहिँ विकास सरलाई चाहिँ म रिक्वेस्ट गर्छु। धन्यवाद तुलसा मिस, आजको कार्यक्रम होस्ट वर्षिता देवी। ठिक छ, यो 3 महिना भयो मैले प्रोडक्ट खाएको, प्रोडक्टले काम गरेको छैन भनौँ भने चाहिँ अब हजुरले माइन्डमा के राख्नुभयो भन्दाखेरि यसलाई चाहिँ औषधिको साइकोलोजी राखेर क्वेसन गर्नुभयो कि होइन। तपाईँले औषधिको साइकोलोजी राख्नुभयो, मेडिसिनको साइकोलोजी राख्नुभयो भने चाहिँ तपाईँले कतिखेर खाने, कहिले खाने, बिहान खाने कि बेलुका खाने, पानीसँग खाने कि दुधसँग खाने कि कति महिना खाने होइन, त्यो चिजहरू आउँछ। तर डिएक्सनको कुनै पनि प्रोडक्ट भनेको चाहिँ सप्लिमेन्ट हो होइन। सप्लिमेन्ट भनेको के हो त भन्दाखेरि तपाईँको शरीर बन्नको लागि चाहिने आधारभूत तत्त्व, अब शरीर बन्नु पऱ्यो नि त होइन, बन्नको लागि चाहिने आधारभूत तत्त्व। जस्तै यो घर बन्नको लागि त इँटा चाहिन्छ नि त, अनि इँटा बन्नको लागि पनि फेरि माटो चाहिन्छ नि त, अनि माटो बन्नको लागि पनि फेरि अरू केही चाहिएला नि त, त्यसै बनेर होइन। भनेपछि के हो त भन्दाखेरि यो शरीर बन्नको लागि चाहिने आधारभूत तत्त्व हो। अनि तपाईँको शरीरले कसरी त्यो तत्त्वहरूसँग चाहिँ काम गरिरहेको छ त, तपाईँको चाहिँ मेटाबलिजम भने कस्तो छ होइन। अब मेटाबलिजम भने चाहिँ तपाईँको शरीरमा इनर्जी उत्सर्जन कसरी हुन्छ त, त्यो कस्तो छ होइन। तपाईँको चाहिँ शरीरको तपाईँले केही खानुहुन्छ, त्यो खाइसकेपछि त्यो पच्ने क्राइटेरिया कस्तो छ, यो सबै हेर्दाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि नर्मली अब बुझौँ एउटा रगतको उमेर पनि 120 दिनको हुन्छ भने त 4 महिनाको भयो नि त होइन। तर त्यो आधारभूत तत्त्व हो होइन, त्यो खाएर भन्दा पहिला तपाईँको डाइजेसन, तपाईँको पाचन प्रणालीमा काम गर्छ। तपाईँको शरीरमा चाहिने रसायनहरूले चाहिँ बनाउनको लागि त्यो रसायन बनाउने अङ्गहरूलाई एक्टिभ बनाउनु पऱ्यो। त्यो अङ्ग एक्टिभ हुनको लागि फेरि के चाहियो त भन्दाखेरि त्यो बेस तत्त्वहरू चाहियो। डिएक्सनको प्रोडक्टले त्यो बेस तत्त्वहरूलाई दिने हो कि
अनि जब त्यो सूक्ष्म रूपबाट शरीर बन्दै आउँछ नि होइन, अनि त्यो सूक्ष्म रूपबाट शरीर बन्दै आउँदाखेरि अब थाहा चाहिँ हामी ठुलो भएपछि हुन्छ। जस्तै हामीलाई घाउ भयो भने जब त्यो ठुलो हुन्छ नि तब थाहा हुन्छ। सानो हुँदाखेरि हो काटेको थाहै पाइन्छु भन्छ नि त, ठुलो भयो भने त। अनि त्यो जब पाक्दै जान्छ नि, ठुलो भएपछि थाहा हुन्छ। कुनै पनि समस्या सानोमा थाहा हुँदैन, ठुलो भएपछि थाहा हुन्छ भने जस्तै तपाईँको शरीरले माइक्रो प्रोसेसमा काम गरिरहेको छ। तपाईँलाई सहज भएको छ, इनर्जीहरू आइरहेको छ, बिहान बेलुकाको थकानहरू मेन्टेन हुन सुरु भएको छ। यो प्रोडक्ट हजुरले के को लागि खानुभयो त्यो चाहिँ मेरो सन्चो भएन भनेर बस्नुभयो क्या तपाईँ चाहिँ। तर तपाईँको शरीरको जुन चाहिँ नि प्रक्रिया छ नि त, दिनचर्या, त्यो दिनचर्यामा ब्यालेन्स आउन लागेको चाहिँ हजुरले त्यसलाई महसुस गर्नु पऱ्यो। त्यो महसुस हुन्छ, डिएसएमको प्रोडक्टले चाहिँ त्यो महसुस गर्छ। अनि फेरि यहाँ धेरै तत्त्वहरू हुन्छन् होइन। जस्तै हाम्रो शरीर भनेको चाहिँ पञ्चकोशले बन्या हुन्छ होइन। अब 5वटा कोशिकाहरू हुन्छन्। नर्मली हामी सुन्नु पर्दाखेरि 2टा कोशिका भनेर 2टा सेल, 2 टाइप अफ सेल भनेर पढ्छौँ। फेरि भनेपछि के हो त भन्दाखेरि त्यो फिजिकल चिजको लागि चाहिने तत्त्व डिएसएमको प्रोडक्टले प्रोभाइड गर्छ होइन। अनि त्यो नन फिजिकल मेटाफोरिक चिजहरू हुन्छ नि त, त्यो चिजहरूको लागि चाहिँ अलिकति समय लाग्छ। त्यही भएर हजुरले चाहिँ निर्धक भएर 3 महिना भनेर चाहिँ हजुरले भन्नुको कारण चाहिँ हजुरलाई समस्याले अलिक ग्रसित बनायो नि त। यो मलाई अलिक ठिक भएको छैन, त्यही भएर अलिकति समय किन अहिले मलाई भेटेकै छैन। त्यो ग्रसित भएको अवस्थामा हजुरले चाहिँ त्यस्तो फिलिङ आएको हो होइन। त्यो ग्रसित भएको अवस्थामा त्यस्तो अब काटेको बेलामा दुख्नु भने चाहिँ स्वाभाविक नै हो होइन। पैसा तिरेछ, खाएको छ, यत्रो खर्च गरेको छ, 3 महिना भइसक्यो, 3 महिनाको इन्टु 3 गर्दाखेरि चाहिँ यति खर्च भइसक्यो, तर मलाई किन भएन भन्नु भनेको चाहिँ हजुरले शरीर त्यसरी बनिएन। यो डिएसएम प्रोडक्ट होइन, सप्लिमेन्ट हो। सप्लिमेन्टले समय लिन्छ। त्यो समयमा 1 देखि लिएर 3 महिनाभित्रमा तपाईँको शरीरमा स्क्यान गर्छ। त्यसपछि यसले चाहिँ बिस्तारै डिटक्स गर्दै तपाईँको शरीरमा भएका फोहोरहरू होइन सबै चिजहरूलाई यसले फाल्दै हिँड्छ। जब शरीरले फाल्छ, दिसा पिसाब पसिनाको माध्यमबाट फाल्छ। तपाईँलाई चाहिँ टोयलेट गाह्रो भयो होला, सजिलो भयो होला, अथवा तपाईँको के पुगेन होइन, फेरि त्यहाँ फेरि अर्को मात्रा पनि आउँछ होइन। एउटा एकदम सफोकेट भएर डिएसएमको प्रोडक्ट खानु भएको, तर के हो त मात्रा कम खाइदिनु भयो। दिमागले भन्छ धेरै खायो भने सकिन्छ, सकिएपछि किन्न पऱ्यो, किन्दाखेरि पैसा जान्छ होइन। दिमाग त सफोकेट भएको छ होइन। अनि धेरै खाँदाखेरि त पैसा जान्छ, तर फेरि दुखाइ फेरि निकै भएन, 3 महिना भइसक्यो। त्यो पनि के हो त मात्राको पनि कुराहरू आउँछ। त्यही भएर हजुरहरूले चाहिँ यस्तो 3 महिना अनि 1 महिना भन्ने हो भने चाहिँ मेगा डोजेसमा खानुपर्ने हुन्छ प्रोडक्ट। किन भन्दाखेरि घर बनाउनको लागि त मिस्त्रीलाई त सबै सामान टडकमा लिएर झ्यामै खसालिदिनु पऱ्यो नि त। बालुवा इति हाल्ने लिएर आउने, इट्टा चाहिँ अनि 1 ट्र्याक्टर लिएर आउने, सिमेन्ट 15वटा बोरा लिएर आउने, रड के अरे 100 कुइन्टल लिएर आउने, के अरे 10 कुइन्टल लिएर आउने गर्नुभयो भने त बिचरा उसले के गर्छ त, तपाईँको घर छिटो बन्नुपर्ने, तपाईँलाई धेरै छिटो बन्नु परेको छ घर, तर मटेरियलै तपाईँले के गरिदिनु भयो त कम गर्नु। मात्राको पनि कुरा आयो भने चाहिँ यहाँ कति धेरै कुराहरू आयो होइन। हो त्यही भएर यसलाई चाहिँ हजुरले औषधि भनेर नसोच्नु होला होइन। औषधि भनेर फेरि औषधि गुण भएको, फेरि औषधि भनेर सोच्नुभयो भने चाहिँ एक्सेसमा खानु होला। एक्सेसमा खायो भने चाहिँ यसले छिटो के गर्छ त रिकभर गर्छ। अब हामीले चाहिँ साइकोलोजिकल्ली अब हामी सबै नेपाली त म पनि सुरुमा त्यस्तै त थिएँ, धेरै खायो भने सकिन्छ कि। टुथपेस्ट पनि अलि धेरै निकाल्यो भने चाहिँ कति निकालेको त्यो भन्ने चाहिँ के हो त भन्दाखेरि 755 छ नि त, त्यस्ता खाले कुराहरू हुन सक्छन् होइन। तर हजुरले टुप्पोसँग खानुहोस्, सप्लिमेन्ट हो। औषधिले बरु काम नगर्न सक्ला होइन। औषधि भनेको चाहिँ रिसर्च बेसमा बन्या हुन्छ। सप्लिमेन्ट भनेको प्योर खाना हो, यसले काम गरेन भने शरीरमा कसैले पनि काम गर्दैन। सप्लिमेन्टले पनि काम गरेन भने होइन, तपाईँको घरलाई ढुङ्गा र इट्टाबाट बन्नुपर्ने घर तपाईँको चाहिँ ढुङ्गा र इट्टाबाट बनाउन खोज्नुभयो होइन। अब त्यो बाहेक अरूबाट बनाउँछु भन्नुभयो भने त्यो घरै नर्मली राम्रो बन्दैन, धेरै बेर टिक्दैन। बन्यो भने अब तपाईँले बाँसबाट बनाउन पनि मिल्यो, धेरै बेर टिक्छ, ढुङ्गा र इट्टा जस्तो टिक्छ। शरीर बन्ने भनेको पोषणले हो। त्यो खाएको खानामा पोषण नभएर सप्लिमेन्ट खाएको हो, र सप्लिमेन्टले पनि बनेन भने कसैले पनि बन्दैन। औषधिको त त्यहाँ त कुरै छैन होइन। त्यही भएर हजुरले चाहिँ समय चाहिँ नगर्नु होला है। र
र मात्रा पुऱ्याएर समय गर्नुभयो भने मात्रा पुऱ्याएर चाहिँ काम गर्ने। थ्याङ्क यू। भविष्यमा हेर्दाखेरि जस्तै डिएक्सन व्यवसाय भनिन्छ होइन, उहाँले यदि डिएक्सन व्यवसायलाई विदेश नगइकन उहाँले विदेशलाई त्यागेर यदि नेपालमै बसेर बिजनेस गर्नुभयो भने उहाँको करियरमा कस्तो चेन्जेस आउला र फाइदा छ कि छैन यो विषयमा उहाँको प्रश्न चाहिँ छ। फेरि एकचोटि भन्नु। उहाँको प्रश्न चाहिँ उहाँ व्यवसायिक हिसाबले विदेश नगइकन आफ्नो समय चाहिँ केलाई दिने, डिरेक्सनलाई। डिरेक्सनमा व्यवसायिक हिसाबले काम गर्दा कस्तो होला उहाँको यही छ लेखाइ, कस्तो होला उहाँले क्युरियस म कहाँ जाम भइरहेको होला, पक्कै पनि विदेश जाम कि डिरेक्सनमा व्यवसाय गरौँ कि एज जानु लागिसक्यो भन्ने भएको पनि होला। ल सरलाई प्रश्न चाहिँ। क्वेसनको लागि धन्यवाद है। तुलसी मिसलाई आज उहाँले होस्ट गरिराख्नु भएको छ। अब यो मसँग रिलेटेड भएको क्वेसन भएर म यसलाई एकदम सटिक एन्सर म दिन चाहन्छु। सुन्नुहोस् त, म विदेश जान चाहन्न, म नेपालमै म चाहिँ व्यवसाय गर्न चाहन्छु, त्यो पनि डिएक्सनसँग जोडेर हो। अब यति भन्दैमा अब पुरा हुन्छ हुँदैन है। हो, यो सबैले कमन सोच्ने हो। अब म डिएक्सनमा जोडिन्छु, म बाहिर पनि जान्न, यही गर्न चाहन्छु भने सबभन्दा पहिला तपाईँले वाइ भन्ने क्वेसन चाहिँ तपाईँले आफूलाई गर्नु। त्यो वाइको एन्सर जबसम्म तपाईँले पाउनुहुन्न तबसम्म तपाईँ कुनै पनि इन्डस्ट्रीमा तपाईँ जोडिनुहोस्, तपाईँ सफल बन्नु। तपाईँ डिएक्सन के कारणले जोडिँदै हुनुहुन्छ, तपाईँको वाइ पहिला क्लियर हुनुहोस्। बल्ल आयो तपाईँको वाइ क्लियर भएपछि बल्ल आयो के आयो, इन्डस्ट्री, कम्पनी बल्ल आउँछ। तपाईँ डिएक्सनमा जोडिनुको कारण त होला नि, के कारणले तपाईँ डिएक्सनमा जोडिनु। अब सुन्नुहोस्, यहाँ करियरको कुरा छ, म विदेश जान्न होइन, तपाईँ डिएक्सनलाई नै एउटा करियरको रूपमा चाहिँ अब काम गर्नु खोज्दै हुनुहुन्छ भने अब तपाईँको पहिला सबभन्दा फाइन्ड आउट योर वाइ स्ट्रङ। त्यो वाइ भन्ने शब्द चाहिँ पहिला क्लियर हुनु पर्यो। नम्बर 1, युथ साथीहरू, कुनै पनि, म यो डिएक्सन मात्रै भन्दिनँ, कुनै पनि क्षेत्रमा तपाईँ यदि काम गर्नुहुन्छ, जीवनमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने सबभन्दा पहिला के हुनु पर्यो, वाइ। यो वाइले ठुलो रोल खेल्छ लाइफ। त्यही स्ट्रङ वाइ नभएको कारणले हामीले बार बार एकछिन 1 वर्ष 2 वर्षमा हामीले हाम्रो आफ्नो प्रोफेसन चेन्ज गर्छौँ, ड्रिम चेन्ज गर्छौँ, त्यही वाइ क्लियर नभएको कारणले। त्यो वाइ क्लियर भएन भने तपाईँ जोडिनुहुन्छ डिएक्सनमा। हामी 1.5 दशक किन यो फिल्डमा कन्टिन्यू लागि परेका छौँ त, किनभने मेरो त्यो वाइ फ्याक्टर छ नि, त्यो बलियो छ। मलाई थाहा छ यो डिएक्सन कहाँ जानेवाला छ, यो यसको भविष्य के छ यो मलाई थाहा छ। त्यो सबभन्दा पहिला त्यो क्लियर गर्नु। अर्को आयो कम्पनी। अब सबभन्दा अब कम्पनी पहिला अब के हुनु पर्यो, कम्पनी पनि के हुनु पर्यो, जेन्युन कम्पनी हुनु पर्यो नि त, पर्यो परेन। यो कम्पनी कस्तो हो त, यहाँ एउटा तपाईँको आफ्नो इष्टमित्र साथीहरूले इन्फ्लुएन्स गरेर, नाता गोताका मान्छेहरूले चाहिँ तपाईँलाई चाहिँ मोटिभेट गरेर इन्भाइट गरेको छ यहाँ। अब तपाईँले थाहा पाउनु पऱ्यो कि म जोडिँदै गर्दाखेरिको कम्पनी कस्तो छ त, यो जेन्युन कम्पनी हो, यसलाई कसरी मान्ने चाहिँ हो। अब मेन इम्पोर्टेन्ट यो नेपाल सरकारभित्र, कानुनभित्र छ कि छैन, यसले नेपाल सरकारको कानुनलाई मानेको छ कि छैन, त्यहाँ रजिस्ट्रेसन छ कि छैन, त्यहाँ रजिस्टर भएको छ कि छैन, त्यहाँबाट इजाजत लिएको छ कि छैन, यो कुरा पहिला के हुनु पर्यो, क्लियर हुनु पर्यो, बुझ्नु पर्यो। तपाईँहरूले मेरो नजिकको नाता, एकदम ब्लडको नाता हो, उहाँले भनेपछि पुग्छ, होइन यही फसिन्छ हो। त्यही भएर यो डाइरेक्ट सेलिङलाई हेर्ने निकाय हाम्रो नेपाल सरकार डिपार्टमेन्ट अफ कमर्समा यो रजिस्टर छ। त्यो राज्यको एउटा निकाय हो, त्यसले कसलाई हेर्छ, सप्लाई एन्ड कन्ज्युमर प्रोटेक्सनको उसमा त्यसले हेर्ने काम गर्छ। यो दर्ता छ कि छैन भनेर अब हेर्नको लागि त्यहाँ छ वेबसाइट www देख्नु भएको छ .dxn-nepal.com, त्यहाँ गएर हेर्नु। सबै यो कम्पनीले
नेपाल सरकारसँग लिएका इजाजत पत्रहरू सबै कुराहरू कानुनका कुराहरू लिएको कुराहरू त्यहाँ छ। अनि बल्ल कम्पनी पनि ठिक छ। अब अर्को अब यति मात्रै भएर भएन। हाम्रो करियरको सबै अगाडि बढ्नको लागि त अब तपाईँसँग हुनु पर्यो नि त ती खुबीहरू, चाहियो छैन? त्यसलाई डेभलप गर्नु पर्यो। त्यो डेभलप गर्नको लागि विभिन्न तहका प्रोग्रामहरू हुन्छन्, ती प्रोग्रामहरूमा आउनु पर्यो। त्यही भएर यो कम्पनी यदि युथ तपाईँ यदि जोडिनुहुन्छ भने यहाँ भविष्य सेक्युर छ। यहाँ हेर्नुहोस् त तपाईँहरूको अगाडि इन फ्रन्ट अफ यो यहाँ हेर्नुहोस् त लेडी, सिङ्गल लेडी, उहाँले कलेज सँगसँगै उहाँले इन्कम गर्नुभएको छ, सेक्युर छ। त्यही भएर कम्पनीलाई हेर्ने कुरा तपाईँले राज्यपट्टिको कुरा भयो। मैले भने कहाँ यो दर्ता हुँदो रहेछ त? यो डाइरेक्ट सेलिङ कम्पनीलाई इजाजत दिने को रहेछ त? ल भन्नुहोस् त। डिपार्टमेन्ट अफ कमर्स। यो राज्यको एउटा विङ छ, यसले राज्यले हेर्ने कुरा। त्यहाँबाट इजाजत यसले लिएको छ कि छैन, त्यही भएर वेबसाइटमा गएर हेर्नुहोस्। ओके, यहाँ त युवा साथीहरूको लागि डिएक्सन कम्पनी आजको दिनमा तपाईँलाई मैले पर्सनली भन्नु पर्यो भने सुरक्षित छ। अब कम्पनी त सुरक्षित छ। अब तपाईँ यहाँ टिक्नको लागि अब तपाईँलाई चाहिने अरू चिजहरू छ नि त, त्यो त तपाईँले अपग्रेड गर्नु पर्यो। हो, त्यो चाहिँ अब तपाईँ आफ्नो हिसाबले तयारी हुनुभयो भने त तपाईँको चाहिँ लाइफ अगाडि बढिहाल्छ डिएक्सनमा। थ्याङ्क यू। आउँछ होला यस्तो अलिकति बजारमा होइन। अघि अहिले यहाँ मिसले भने जस्तो यो क्वेसनहरू नर्मल यो हामीले बुझ्नुपर्छ। यहाँ त्यही यो नबुझेको भएर साधारण एउटा नर्मल मान्छेका छ। सबभन्दा पहिला त्यो कम्पनी स्क्याम हो कि होइन भन्ने कुरो चाहिँ हामीले चिन्न पर्यो। चिन्ने कसरी त? चिन्नु त पर्यो, चिन्ने कसरी? त्यही भएर कम्पनीले के बेच्दैछ, उसले ती कम्पनीका लिडरहरूले के भन्दैछ त्यो एकदम ध्यान दिएर सुन्नु होला। हो, त्यसले के बेच्दैछ, तपाईँलाई फोर्सफुल्ली के गर्दैछ? मान्छे ल्याउनु। तपाईँले मान्छे जोइन गर्नुभयो भने तपाईँलाई पैसा आउँछ। हो, मान्छे रिक्रुटमेन्ट मात्रै फोर्स गर्छ उसले, मान्छे जोइन गर्नुहोस् र जोइन गर्यो भने पैसा आउँछ भन्यो। तर अब जोइन गर्नलाई पैसा कति लाग्छ? पैसा लिन्छ कि लिँदैन त्यो कम्पनीले? तपाईँले आज डाइरेक्ट सेलिङलाई नेपालमा हेर्नुभयो भने जोइनिङमा जिरो, कति पनि पैसा लाग्दैन। जोइनिङको लागि पैसा माग्छ र उसले के गर्छ? प्याकेजमा कुरा गर्छ। प्याकेजमा तपाईँलाई जहिले पनि प्याकेज भिडाउन कोसिस गर्छ उसले। कम्पनीहरूले लाखौँ रुपियाँ पैसा आउँछ, छिट्टै आउँछ, तुरुन्तै आउँछ, घरमा बसी आउँछ। कि मेरो फल्नाले गाडी पनि चढिसक्यो 1 वर्षमै भन्छ तपाईँ। यी सबै यो कम्पनी के हो? फ्रड हो, स्क्याम हो। ओभरनाइट तपाईँलाई 1 लाख रुपियाँ पैसा आउँदैन। मेन बुझ्नु पर्यो त्यो कम्पनीले के डिस्प्ले गरेको छ, प्रडक्ट छ कि छैन, मेन हेर्नु पर्यो। प्रडक्ट यदि प्रडक्ट छैन, मान्छे बनाएर पैसा आउँछ भने त्यो तपाईँले बुझ्नुहोस् त्यो कम्पनी स्क्याम हो। कुनै पनि दिन तपाईँ त डुब्नुहुन्छ, तपाईँले ल्याउने मान्छे पनि डुब्छ। अनि गोज्छ कसलाई? त्यो तपाईँलाई गोज्छ नि त, तपाईँले ल्याए होइन, लास्टमा गोलाइ खाइन्छ। हो कि होइन भन्नुहोस् त? हो, त्यही भएर यस्ता कुराहरू बुझ्नुपर्छ अगाडि नै। म पनि हिजो पहिला कस्तो कम्पनी हो त राम्रो कम्पनी, स्क्याम कस्तो कम्पनीलाई भन्छ, जेन्युन कम्पनी कस्तो कम्पनीलाई मान्ने हो, यी कुराहरूले मलाई पनि नक गरिरहेको। त्यही भएर हामी डिएक्सनमा के छ? यहाँ प्रोडक्ट बेस्ड कम्पनी छ। कसैलाई हामीले फोर्स गर्छौँ? तपाईँले आज कसैले पनि भन्दैन, तर स्क्याममा यही फोर्स गर्छ। कुरा बुझ्नुभयो? हो, त्यही भएर डिएक्सन कम्पनी जेन्युन कम्पनी छ। यहाँ यो कुनै पनि स्क्याम छैन। यहाँ कुनै पनि यहाँ तपाईँलाई रिक्रुट मात्रै गर भनेर भन्दैन। यहाँ छलखेल के हुनु पर्यो? प्रडक्टको छलखेल तपाईँले सेवन गर्नुहुन्छ, त्यसको आधारमा त्यो कम्पनी है। त्यही भएर स्क्याम जसले मनी ल्या, मनी इन्भेस्ट गर भन्छ नि, त्यो स्क्याम भनेर। प्याकेज मात्रै भिडाउन खोज्छ, प्याकेज मात्रै किन भन्छ, यति प्याकेज, त्यो स्क्याम हो। त्यो स्क्याम कम्पनी यदि कसैले गरेको छ भने नेपाल सरकारसँग पनि त्यो दर्ता छ।
तपाईँलाई कसैले फोर्स गर्छ भने त्यो स्क्याम हो, त्यो सिधै तपाईँले पुलिसलाई बोलाएर थुनाइदियो हुन्छ। हामीले हेर्नुपर्ने कम्पनीको विषयमा चाहिँ जस्तै मार्केटिङ बेसको एउटा प्रोडक्ट भन्नुभयो नि सरले, अर्को भनेको चाहिँ हजुरको मार्केटिङको त्यहाँको प्लान, जस्तै पे आउट सिस्टम, जस्तै पैसा कसरी दिन्छ, जस्तै पैसा हातमा दिने हो कि मैले दिने हो कि डाइरेक्ट कम्पनीको सिस्टमबाट आउने हो कि त्यो पनि ख्याल गर्नु पऱ्यो। जेन्युन कम्पनीले कहिले पनि उहाँले मलाई दिन मिल्दैन, जस्तै पर्सनल प्यान मार्क्सिङ माग्दैन, माग्छ, जेन्युन हो कि होइन। अनि हजुरहरूले जस्तै तपाईँ युजर हुनुहुन्छ, मलाई एउटा मात्रै साबुन चाहियो भन्दाखेरि उसले होइन तपाईँले 5वटा दिनै पर्छ भन्यो भने एउटा यो भयो, स्किनको कुराहरू गर्नु पऱ्यो। अर्को भनेको चाहिँ यदि हजुरहरूलाई कम्पनी ल अब हाम्रो यहीँ हलकै हुनुहुन्छ, उहाँको प्रश्न रहेको छ, उहाँको चाहिँ पुरै शरीर दुख्छ, एकदमै पोल्ने पनि हुने, पोल्छ पनि, दुख्ने, अनि उहाँले प्रडक्ट खाएको चाहिँ 2 हप्ता भयो, 2 हप्ता यसको सप्लिमेन्टहरू लिनुभएको चाहिँ, अनि र गाह्रो भइरहेछ, अहिले पनि गाह्रो भइरहेछ। यति नै छ, यो विषयमा के भन्न चाहनुहुन्छ? धन्यवाद है। जस्तै प्रोडक्ट खाएपछि चाहिँ कतिपय मान्छेलाई सजिलो हुन्छ, कतिपय मान्छेलाई गाह्रो हुन्छ होइन, त्यसको पनि मेकानिजम बुझ्नु पऱ्यो होइन। हाम्रो शरीरमा मलाई दुख्यो किन, इन्फ्लामेसन किन भयो, पोल्यो किन भन्दाखेरि देयर इज समथिङ इरर, त्यहाँ केही न केही गडबड छ, समस्या छ त्यहाँ। तर हाम्रो शरीर चाहिँ के बुझ्नु पऱ्यो, मैले अघि सुरुमा पनि भनेँ होइन, हामीले प्रोडक्टलाई भन्दा पनि पहिला शरीरलाई बुझौँ कि होइन। हाम्रो शरीर यति बाटो छ कि यसरी मारिदिन्छ कि हेर्नुहोस् न, एउटा तपाईँको बोल्दा टक्सिक खाना छ होइन। अनि त्यो टक्सिक खाना किन छ त भन्दाखेरि हाइब्रिड खाना खाएका छौँ। हाइब्रिड हुने बित्तिकै के भयो त, अब त्यसलाई हाइब्रिडलाई माटो राम्रो चाहियो, लोकल हुन्थ्यो भनेको फुत्त फाल्थ्यो, भर्रै उम्रिन्थ्यो। अन्त हाइब्रिड छ, फुत्त फालेर उम्रिन्न, त्यसलाई त स्पेसल क्राइटेरिया मेन्टेन गर्नुपर्छ। माटोमा हाल्नुभयो, हाइब्रिड बिउ माटोमा हाल्नुभयो, अनि त्यो उम्रिन्छ। अब त्यसलाई जोगाउनु पऱ्यो, किरा लागिहाल्छ। अब त्यसमा पेस्टिसाइड हाल्नु पऱ्यो, त्यसपछि हुर्काउनु पऱ्यो, त्यसमा भिटामिन्सहरू हाल्नु पऱ्यो, त्यसपछि फुल लाग्न सुरु गर्छ। त्यसपछि फेरि त्यसलाई के गर्नु पऱ्यो त भन्दाखेरि अक्सिजनमा खाने भन्छ, फेरि अक्सिजनमा धेरै महँगो पर्छ, फेरि अक्सिजनमा पुऱ्याउनु पऱ्यो, त्यसको लागि फेरि प्रिजर्भेटिभ हाल्नु पऱ्यो। अनि तपाईँले त्यो अक्सिजनको किन्दाखेरि ओहो सर्लक्क परेको यो त हिजै टिपेको जस्तो छ, अनि फेरि खान्छौँ। अब त्यो सबै विषादीको सर्कल तपाईँको शरीरमा गएपछि के भयो त, तपाईँको शरीरले बाहिरी चिजलाई पो यसरी फाल्छ, यसरी फाल्छ, यसरी फाल्छ, यसरी फाल्छ होइन, फाल्छ। भित्री चिजलाई कसले के गर्छ त, उसले फाल्न खोज्छ, पिसाब पसिनाको माध्यमबाट फाल्न खोज्छ। यसबाट पनि भएन भने तपाईँको युरिक एसिड, युरेमा, स्टोन होइन, अनि त्यसपछि चाहिँ तपाईँको फ्याट, यो तरिकाले फाल्न खोज्छ। त्यसपछि पनि भएन भने अनि बल्ल म्युटेसन हुने हो। अब त्यसको त्यतातिर म्युटेसनसँगै चाहिँ नजाउँ, डिएनए रिप्लिकेसन हुन्छ, त्यतातिर नजाउँ। नर्मली के बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ तपाईँले त्यो जुन आजसम्म यत्रो भइन्जेलसम्म तपाईँले खाएको खानाको कारणले गर्दाखेरि शरीर बिग्रिएछ नि, धेरै समथिङ इरर भएको छ नि, जुन चाहिँ तपाईँको त्यो हाइब्रिडाइज खाना खाएको छौँ, त्यसले गर्दाखेरि हाम्रो शरीरमा इरर आयो। त्यो इरर आएपछि शरीरले त्यसलाई फाल्न खोज्यो, तर तपाईँसँग इनर्जी डाउन भयो। इनर्जी डाउन भएपछि त्यसले त्यहाँ थुपारेर राखेको थियो। अब त्यो थुपारेर राखेको तपाईँको दिशा पिसाब पसिनाबाट पनि गएन, युरिक एसिड, युरेमा, स्टोन, फ्याट पनि भएन। अब तपाईँको चाहिँ बाइचान्स म्युटेसन हुन सक्ने सम्भावना, ट्युमरहरू आउन सक्ने सम्भावना, मासुहरू पलाउन सक्ने सम्भावना होइन, त्यो थियो। तर तपाईँले ध्यानमा अब के गर्नुभयो त, डिएक्सनको चाहिँ प्रोडक्ट खानुभयो, मेजर प्रोडक्ट है। डिएक्सनको प्रोडक्ट भनेपछि कफी नसोच्नु होला, डिएक्सनको प्रोडक्ट भनेको चाहिँ कफी हुन चाहिँ हो। तर हामीले यहाँ कुरा गरेको प्रोडक्ट भनेको के हो त भन्दाखेरि 4वटा प्रोडक्टहरू छन्। के छ त, मेन प्रोडक्ट के छ त, आर्टिफिसियल मसरुम होइन, मेन प्रोडक्ट भनेको चाहिँ मसरुम छ। अनि त्यसपछि अर्को प्रोडक्ट के छ त, शरीरले त एकछिनमा थाहा पाइहाल्छ, भमिट लगाउने कि डाइरिया लगाउने, उसले गरिहाल्छ हाम्रो काम, बुझ्नुभयो नि। तपाईँ अनकन्सियस भएको हुनसक्छ, तर शरीर छैन होइन। यो दिमाग भनेको चाहिँ यो भनेको चाहिँ अब हिप अफ इम्प्रेसन भन्छ कि त्यो हो। तर
यो प्रडक्ट खाइसक्ने बित्तिकै मेन प्रडक्ट खाइसक्ने बित्तिकै के हुन्छ त अब तपाईँको शरीरमा जम्मा भएका ती जति पनि रसायनहरू जुन हाम्रो शरीरलाई नचाहिने रसायनहरू छन् त्यो रसायनहरूलाई अब शरीरको केले गर्छ त अब कोशिकाले हेर्नुहोस् है अङ्गले होइन कोशिकाले त्यसले के गर्छ त अब बिस्तारै फाल्न सुरु गर्छ। अब त्यो फाल्ने बेलामा के हुन्छ त तपाईँलाई दुख्ने पीडा हुने इन्फ्लेमेसन हुने पसिना आउने पसिना गराउने टोइलेट गराउने कहिलेकाहीँ नआउने कन्स्टिपेसन हुने डायरिया हुने होइन कहिलेकाहीँ चाहिँ खोकी लाग्ने खकार आउने यो सबै भनेको के हो त तपाईँको शरीरको डिफेन्स सिस्टम एक्टिभ भयो। तपाईँलाई दुख्यो नि तपाईँको शरीरको डिफेन्स सिस्टम एक्टिभ भयो। तपाईँको शरीरको डिफेन्स सिस्टम एक्टिभ भयो भने अब के हुने भयो त तपाईँको शरीरभित्रको समस्या अहिले फाल्ने भयो। र कताबाट फाल्ने त पिसाब पसिनाबाटै फाल्नु पऱ्यो। तपाईँलाई दुखाउनु पऱ्यो, तपाईँलाई गाह्रो अप्ठ्यारो बनाउनु पऱ्यो, यो कोठा सफा गर्नु पऱ्यो भने फोहोर थुप्रिनु पऱ्यो। अनि फोहोर थुप्रिँदाखेरि यो फोहोर भनेर फेरि अनि सफै नगर्नु। फोहोर थुप्रिनु भनेको त अब त सफा हुँदैछ है कोठा त सफा भयो भने दुख्नु पऱ्यो। त्यही भएर दुख्छ, पीडा हुन्छ, समस्या आउँछ होइन। तर एउटा खाना नछोड्नु। किन भन्दाखेरि तपाईँलाई थाहा छैन कन्सियसली अनकन्सियसली प्रोडक्टबाट शरीरले के गरेको छ त आफूलाई रिफाइन गर्दैछ। त्यो रिफाइनिङ सिस्टममा सबभन्दा डिरेक्सनको मेरो यो 12 वर्षको यात्रामा सबभन्दा यो रिफाइनिङ सिस्टम जान्दैन। त्यो प्रोडक्टले गरे केही पनि होइन। प्रोडक्ट भनेको त जस्ट के हो त हाम्रो शरीर बन्नको लागि चाहिने र मटेरियल हो कि। अनि त्यो र मटेरियल पाइसकेपछि त शरीरले काम गर्छ कि। त्यो भएर हामी चाहिँ पहिला होइन कलेज पढ्दाखेरि चाहिँ के भन्थ्यो भन्दाखेरि ल्यापटप बिग्रियो भने ल्यापटप बनाउने ठाउँमा तपाईँ नबस्नु तपाईँहरू जानु भन्थ्यो कि। अनि किन हामी ल्यापटप बनाउने ठाउँमा बस्न नहुनु भन्दाखेरि यो सबै अङ्गभङ्ग गर्नुपर्छ। तपाईँहरूलाई चित्त दुख्छ, माया लाग्छ अरे। यो अङ्गभङ्ग गर्दाखेरि त माया लाग्ने भयो नि त। मेरो ल्यापटपलाई हेरेर यस्तो गरेको, मोबाइललाई हेरेर यस्तो गरेको, पुरै फुटाले त पुरै खोल्यो होइन। हो अङ्गभङ्ग गर्ने बेलामा चाहिँ के हुन्छ त भन्दाखेरि तपाईँलाई त्यो नराम्रो जस्तो लाग्छ। तर त्यो अङ्गभङ्ग किन गरेको त त्यो ल्यापटपको त्यसलाई फेरि सुधार्न गरेको। अहिले तपाईँलाई चाहिँ अङ्गभङ्ग चाहिँ गर्दैन, तपाईँलाई गाह्रो अप्ठ्यारो चाहिँ गराउँछ। गाह्रो अप्ठ्यारो हुँदाखेरि दुख्यो भने पेनकिलर खाइदिनुहोस्, नो प्रब्लम। देखाइने होइन नि फेरि 1-2 दिनपछि त कन्ट्रोल भइहाल्छ। इन्फ्लामेसन भयो भने चाहिँ खप्न सक्नुहुन्छ भने सक्नुहोस्। प्रायःमा चाहिँ इन्फ्लामेसन खप्छ, तातो पोल्ने गर्ने यताउति खप्छ। यो मेरो शरीर त अब बन्न लाग्यो भने बुझ्नु पऱ्यो तपाईँले। यो शरीरले गर्ने काम हो। यो तपाईँले मटेरियल पाएपछि होइन शरीरले गर्छ। बच्चाले कलम पायो भने केर्छ, चाहे त्यो कतिमा केर्छ चाहे भित्तामा केर्छ, तर उसले केर्छ। बुझ्नुभयो नि। त्यो त शरीरले मटेरियल पाएपछि शरीरले काम गर्छ। त्यो भनेको तपाईँको शरीरमा 1-2 हप्तामै तपाईँको शरीर अलि राम्रै रहेछ। 1-2 हप्तामा काम गऱ्यो। कसैलाई 3 महिना 4 महिना लाग्छ। अघिल्लो क्वेसनमा 3 महिना लाग्यो भन्दै हुनुहुन्छ होइन। टाइम लाग्छ कसैलाई। तपाईँको शरीर चाहिँ अलि राम्रो रहेछ। त्यही भएको कारणले गर्दाखेरि छिटै के भयो त तपाईँको शरीरमा काम हुन सुरु भयो। त्यही भएर ढुक्क हुनुहोस्। प्रोडक्टमा दुखाइ निको गराउन आएको होइन, तपाईँ चाहिँ प्रब्लमलाई निको गराउन आएको। त्यही भएर त्यसको चाहिँ प्याटर्न छ। त्यो प्याटर्न चाहिँ तपाईँले बुझ्नुपर्छ है। ल धन्यवाद। चाहिँ जस्तै एउटा स्टुडेन्टले डाइरेक्ट सेलिङ बिजनेस चाहिँ कसरी सुरु गर्ने? म त कता कता सोचिरहेको प्रश्न चाहिँ अलिकति म हजुरहरूसँग बोलेँ है। त्यो भएको कारणले गर्दा डिएक्सन बिजनेस कसरी स्टार्ट गर्ने हजुरहरूको नि यही छ होइन मनमा डाउट हो? ओके, बडा राम्रो क्वेसन छ है। एउटा स्टुडेन्टले डाइरेक्ट सेलिङमा कसरी अगाडि बढ्ने, कसरी हात पार्ने होइन, एउटा आफ्नो देखेको ड्रिमलाई कसरी। सबभन्दा फेरि म के भन्छु भने एउटा स्टुडेन्टले पढाइलाई बिगार्नु भएन, कन्टिन्यू पढ्नु पऱ्यो। सबभन्दा नम्बर 1 प्रायोरिटी एजुकेसन। ओके, जो पढिराख्नु भएको छ, म पढिसकेँ, मेरो मैले जति पढ्नुपर्ने मैले लिइसकेँ, मेरो अब पढाइ स्टप भइसक्यो भने उहाँहरूको लागि फरक हुन्छ। जो स्टुडेन्ट है, यहाँ स्टुडेन्टको कुरा छ अगाडि, त्यो पढिराख्नु भएको छ भने तपाईँहरूले पढाइलाई कुनै पनि ह्याम्पर पार्नु भएन। भोलि बिहान तपाईँको आफ्नो परिवारको बुवा मम्मी होइन, फ्यामिलीको ठुलो सपना होला नि त छोराको छोरीको, हो कि होइन भन्नुहोस् त। पहिला के गर्नु पऱ्यो? पढ्नु पऱ्यो। त्यो पढाइ सँगसँगै
त्यो बचेको समय 1 घन्टा 2 घन्टा म जहिले पनि उदाहरण दिन्छु। मैले गाइड गरे हो उहाँ मेरै क्लासमा आउनु भएको थियो, जोडिनु भयो। डाइरेक्ट सेलिङको चाहिँ फिलोसफी, डाइरेक्ट सेलिङको चाहिँ जुन भिजन उहाँलाई मन पर्यो। म त स्टुडेन्ट हुँ सर, कसरी काम गर्ने मैले उहाँलाई यही टिप्स मैले उहाँलाई सिकाएको। केही कुरा तपाईँहरूलाई मैले भन्दैछु, कलेज पछि बचेको समय 1 घन्टा 2 घन्टा 3 घन्टा कति बच्छ, त्यो 1-2 घन्टा दिएर पनि तपाईले साझ जस्तो इन्कम यहाँ बनाउन सक्नुहुन्छ। यो यस्तो इन्डस्ट्री हो। 1 घन्टा 2 घन्टा बचेको समय स्टुडेन्टले यो इन्डस्ट्रीलाई दिन सक्यो भने, यसलाई बुझ्यो भने र यो इन्डस्ट्रीको भिजन र मिसन जुन कम्पनीले बोकेर हिँडेको छ, हेल्थ वेल्थ ह्याप्पिनेस प्रमोट गरेको छ संसारभरि, तपाईले तपाईको त्यही तपाईसँग भएको ग्याजेट मोबाइलबाट, स्मार्टफोनबाट तपाईले आफ्नो मार्केट विस्तार गर्न सक्नुहुन्छ। उहाँले कसलाई गर्नुभयो हो? क्लासमेट साथीहरूलाई उहाँले सेयर गर्नुभयो, अरूलाई गरे होइन। त्यो 1 घन्टा 2 घन्टा 3 घन्टा बचेको समय उहाँले टिकटक खेलाउनु भएन, बोयफ्रेन्ड बनाएर घुम्नु भएन। कुरा बुझ्नु भयो नि त, बोयफ्रेन्ड बनायो भए त यहाँ उयो अन्तै हुन्थ्यो नि त, डेटिङ होइन जानु पर्थ्यो नि त। अब हो कि भन्नुहोस् त, ऊ बनाएन उसले। कुरा बुझ्नुभयो? 1 घन्टा 2 घन्टा उसले प्रोफेसनल्ली उसले डिरेक्सनमा दिएको कारणले आज एउटा स्टुडेन्ट पनि हेर्नुहोस् त, 1-2 घन्टाको दिँदाखेरिको रिजल्ट हो नि त, आउटकम हो नि त। हो यसरी दिनुभयो भने तपाईँले यो इन्डस्ट्रीबाट धेरै माथि तपाईँहरू जान सक्नुहुन्छ। अब फेरि सुन्नुहोस्, त्यसो भए सर अब यो इन्डस्ट्रीमा लाग्यो भने त फेरि बोयफ्रेन्ड पनि नहुने भयो, गर्लफ्रेन्ड पनि नहुने भयो होला नि। यो साथीहरूलाई बनाउने म्यानेज गर्न पर्यो होइन, अलिकति म्यानेज त गर्नु पर्यो नि त, जान्नु पर्यो नि त, हो कि भन्नुहोस् त। हो जसले म्यानेज गर्न सक्छ त्यो मान्छे अगाडि, उहाँको पनि होला, उहाँले म्यानेज गर्नु भएको छ होइन होइन हो, म्यानेज गरेर काम गर्नुभयो भने स्टुडेन्टले पनि राम्रो इन्कम यहाँ बनाउन सक्छ। उदाहरण यही छ उहाँ होइन न होइन, अहिले उसले राम्रो मनी उहाँले अर्न गर्नुभएको छ डिरेक्सनबाट। ओके, थ्याङ्क यू। त्यही भएर नि उहाँको कुरा सुन्न चाहिँ एकदम मजा लाग्छ कि। अब जुन डाइरेक्ट सेलिङको युथहरूको विषयमा कुरा आयो, जस्तै म आफै पनि म 12 पढ्दा जोइन भएको यो इन्डस्ट्रीमा। अहिले मेरो ब्याचलर भयो, मास्टर्स हो। अनि अब यो फिल्ड मैले चुज गर्नुको रिजन चाहिँ मेरो लङ लास्टिङ भिजन नै हो। किन भन्दाखेरि जब चेन्ज हुनसक्छ, हो कि होइन भन्नुहोस् त। जबमा जस्तै आज म त्यहाँ युज भएको छु भने भोलि म त्यहाँ नसुट हुन नि सक्छ। हाम्रो छोरीछोरी विदेश छन् भने भोलि बिहान त्यहाँ युद्ध चलेर पनि त फर्किँदो रहेछ नि त, हो कि होइन भन्नु त। अनि सधैँ विदेशमा चाहिँ के हुन्छ भने माझीको ताल हुन्छ के। जस्तै आज माछा मार्यो, खायो, बेच्यो या गर्यो, भोलि फेरि नयाँ गर्नु परेन पर्यो। जस्तै तपाईँ र मैले दिनचर्या आज काम गर्यो दिनभरि, बेलुका खायो, भोलि चाहिँ काम गरेन भने खानै छैन हुन्छ कि विदेशमा, हो कि होइन भन्नु त। हो तर नेपालमा त्यही पैसा पठाउँदा पो ठुलो भएको छ र। तर एउटा जुन उहाँले 15 वर्ष 10 वर्ष चाहिँ आफू यङ हुँदाखेरि यति घुटेर काम गर्नुभयो, सुत्नु भएन, अहिले त अनिद्रा भयो, बुढेसकालमा सुत्न सकेका छैन, त्योभन्दा पीडा कस्तो होला होइन। अब यो पनि भयो। अर्को भनेको चाहिँ अबको युथहरूले चाहिँ तपाईँको हात खुट्टा चल्दैन, अब धेरै के चल्छ, दिमाग छ, हजुरको दिमाग चल्छ भनेपछि दिमाग चलाउनेवाला काम चाहियो नि त होइन। अब छिटो छरिटो र विश्वलाई कम्बाइन गर्ने खालको सिस्टम चाहियो हामीलाई। सिस्टम के जस्तै जुन ठाउँमा सिस्टम छैन त्यो ठाउँमा मनी मेकिङ गर्न एकदम गाह्रो हुन्छ। बल्ल बल्ल जुगाड गरिन्छ, फेरि छुट्छ। बल्ल बल्ल हजुरहरूले हेर्नुहोस् त, ठुलो ठुलो बिजनेसम्यानहरूले, ठुलो ठुलो बिजनेस गर्ने उद्यमीहरूले के गराउन बढी फोकस गर्नुहुन्छ, सिस्टम। आफ्नो बिजनेसमा सिस्टम क्रिएट गर्न खोज्नुहुन्छ। त्यसको लागि चाहिँ सिस्टम अलरेडी डिरेक्सनमा छ। यस्तो स्ट्रङ सिस्टम छ कि मैले आजसम्म काहीँ पनि देखेको छैन त्यस्तो स्ट्रङ।
यहाँको डेटा इन्टरनेसनलको हाम्रो क्यालकुलेसन हुन्छ कि आजसम्म तपाईँहरूले डिएक्सनको चाहिँ सिएसएस चाहिँ तलमाथि भएको सुन्नु भएको छ छैन भनेपछि कत्रो होला विश्वभरि चल्छ त्यो र एउटै वेबसाइटमा इन्टरनेसनल कम्बाइन छ कस्तो स्ट्रङली के आज होइन यो बनेको आज होइन जब म डिएक्सनमा जोइन भएको थिएँ 6-7 वर्ष अगाडि त्यति बेला मैले त्यो वेबसाइट क्लिक गरेर हेर्दा पनि म नेपालमा छु इन्टरनेसनल मान्छेलाई मैले युजर बनाउन मिल्यो हाम्रो नेपालको मोबाइल नम्बर बाहिर चल्छ हो त्यति स्ट्रङ ठाउँमा युथहरू त लाग्नै पर्यो नि होइन त्यही भएर मलाई चाहिँ डाइरेक्ट सेलिङ त युथहरू चाहिँ आउनै पर्छ व्यवसाय सिक्नु भए पनि आउनुपर्छ उद्यमशीलतालाई डेभलप गर्ने माइन्डसेट बनाउन पनि आउनै पर्छ जस्तो लाग्छ र रह्यो कुरा उहाँले खानुभएको चाहिँ मसरुम पाउडर ओन्ली मसरुम पाउडर डिएक्सनको मसरुम पाउडर खानुभएको 2 महिनामा 17 mm को ट्युमर चाहिँ झरेर 5 mm मा आयो है उहाँलाई आफूलाई एकदम राम्रो लागेछ त्यो कुरा चाहिँ 17 mm को 2 मन्थमा 17 mm को ट्युमर चाहिँ 5 मा आउनु भनेको त साधारण कुरा होइन नि त जम्मा कति महिनामा 2 महिना उहाँलाई एकदम राम्रो लाग्छ अरे त्यो कुरा तर अरूलाई चाहिँ यही कुरा बुझाउन सक्नु भएन अरे कसरी बुझाउने होला उहाँलाई यस्तो राम्रो भएछ त्यो भएर यो यस्तो हो होइन अरूलाई कसरी बुझाउने भन्ने कुरा भनेको त जब हुन्छ होइन त्यो अरूले आफै बुझ्छ होइन कतिपय अनि कतिखेर बुझ्छ भन्दाखेरि चाहिँ जब समस्या पर्छ नि यस्तो खाले प्रडक्टहरूको विषयमा यस्तो खाले सिस्टमहरूको विषयमा भनेको चाहिँ समस्या पर्नेले चाहिँ बुझ्छ कि त्यही भएर यो नेटवर्किङ व्यवसायलाई चाहिँ धनाढ्यबाट खोसिएको बिजनेस पनि भनिन्छ होइन अनि नेटवर्किङ व्यवसायमा के हुनुपर्छ भन्दाखेरि प्रोडक्ट स्ट्रङ हुनुपर्छ प्रोडक्ट स्ट्रङ भएपछि हेल्थ इस्युलाई मेन्टेन गरिदिन्छ अनि हेल्थ इस्यु भनेको चाहिँ संसारभरमा नभएको मान्छे छैन होइन अनि के बुझ्नु पर्यो भन्दाखेरि अनि यो हेल्थ कसरी मेन्टेन गर्ने त अरूले किन बुझ्दैनन् त भन्दाखेरि चाहिँ मलाई जे परेको अरूलाई पनि त्यही परे हुँदैन कि होइन मलाई ट्युमर थियो उहाँलाई पनि ट्युमरै हुने भन्ने हुँदैन उहाँलाई अर्कै समस्या हुनसक्छ त्यही भएर हामीले के बुझ्नु पर्यो भन्दाखेरि मैले अघि भने नि त 4वटा प्रोडक्ट मध्येमा 3टा प्रोडक्ट हामीले नर्मली नेपालमा बढी रिकमेन्ड गर्छौँ मसरुम स्पालिना र मोरेन्जी हामीले बढी रिकमेन्ड गर्छौँ किन भन्दाखेरि कस्टको अलिकति हाइली कस्टली पनि छ होइन अनि यो 3टा प्रोडक्टको काम भनेकै के हो त भन्दाखेरि तपाईँको बडीलाई ब्यालेन्स गर्ने हो कि तपाईँको बडीलाई तपाईँले माइन्डबाट ब्यालेन्स गर्नै पर्दैन हामी माइन्डबाट ब्यालेन्स गर्छौँ नि त यसले बुझ्यो त्यसले बुझेन यसले मान्यो त्यसले मानेन त्यो माइन्डबाट ब्यालेन्स भएको हो कि होइन तपाईँले त आँखा चिम्लेर खायो भने पनि त स्याउै होला नि त होइन सुन्तला त भन्दैन भने जस्तै के हुन्छ त भन्दाखेरि कसले बुझ्छ कसले बुझ्दैन भन्ने विषयमा अब तपाईँले के गर्नु पर्यो त भन्दाखेरि सबै रोग तपाईँलाई लाग्दैन कि तपाईँले अर्काको हेरेर पनि के गर्नु पर्यो त भन्न दिन जान्नु पर्यो कसैलाई टुथपेस्टले काम गरिदिन सक्छ कसैलाई कफीले काम गरिदिन सक्छ हजुरले चाहिँ मसरुम खानुभयो त्यसले बेस्ट काम गर्यो है तर अब मिटिङमा आइराख्नु पर्यो कति महिना भयो भन्नुभयो भने 2 महिनामा त नर्सरीको बच्चा भन्दा पनि सानो भयो होइन अनि अब हामीले कसैलाई भन्नु भनेको चाहिँ त्यहाँनिर के जोडियो त भन्दाखेरि एउटा भनेको चाहिँ सेवा जोडियो राम्रो भाव जोडियो तर कम्पनीले चाहिँ त्यो राम्रो भाव सेवा भनेर भन्दैन कम्पनीले चाहिँ त्यो अरूलाई भन्नु भनेको चाहिँ मेवा भन्छ कि होइन अब अरूलाई भन्नु भनेको बिजनेस गर्नु भनेर बुझ्छ कि यसले होइन तपाईँले आफूले जानेर खानुभयो बुझेर खानुभयो त्यो चाहिँ तपाईँको आफूलाई गर्नु पर्यो तपाईँले आफूले खानुभयो जानुभयो बुझ्नुभयो त्यसको लागि कसैलाई सम्झाउनु परेन तपाईँ सम्झिनु भयो खानुभयो अर्कालाई भन्दाखेरि त अब त्यहाँ त बिजनेस जोडियो नि त बिजनेस जोडियो भने त अब बिजनेसको त नियम त बुझ्नु पर्यो नि त होइन अर्कालाई जहिले नि हामी अर्कालाई भनेर त्यसले खाएन यसले खायो यसले खाएन बिचारा त्यसले चाहिँ किन खाइदिएन त्यत्रो समस्या थियो भनेर तपाईँको मनमा लाग्यो हुनसक्छ तर त्यो सुन्ने मान्छेले पनि के बुझ्या हुन्छ त के भने त मलाई समस्या थियो त्यही भएर यो डक्टर बनेर आयो होइन यसले भने चाहिँ मैले खाइदिनु पर्ने यसले भने चाहिँ सबै सत्य हो नि हाम्रो कुरा चाहिँ असत्य हो नि भन्छ कि किनभने यो लामो समय अवधिमा हामीले त्यो बुझ्यौँ होइन त्यही भएर कतिपयले मान्छ कतिपयले मान्दैन मान्नेलाई काम गरेको छ काम नगरेको भनेर सुन्नमा आएको छैन अहिलेसम्म होइन अनि नमान्नेलाई भनेको चाहिँ के भयो त भन्दाखेरि यस्तै खाले एउटा घटना चाहिँ के भयो त भन्दाखेरि होइन मान्ने चाहिँ बाँचिरहेछन्
नमान्ने चाहिँ गइसके हेर्नुहोस् यो घटना नै हो हेर्नुहोस् है। अब यो डिएसनको प्रोडक्ट खाने मान्छे चाहिँ खोइ अब बाइचान्स एका दुखी पर्यो होला त्यसरी खायो त्यो भएर बाँच्यो होइन कि नर्मली बाँच्ने नै भएर बाँच्यो होला भन्ने भनेको संसारभरि यही छ अवस्था। खानेलाई चाहिँ राम्रो भएको छ, नखाने भनेको त बिग्रेको छ नि त। त्यही भएर कसरी सम्झाउने भन्ने कुरा चाहिँ अब तपाईँले के गर्ने हो त त्यसले कहाँ 5300 रुपियाँ पैसा जित्छ होइन, यति भन्ने मात्रै 5300 जित्दैन नि त हो। त्यो 53 त्यही भएर यहाँ चाहिँ के हो त भन्दाखेरि यो चाहिँ प्रोडक्टको विषयमा मात्रै होइन कि होइन, यो चाहिँ तपाईँको साथीलाई के समस्या छ अनि त्यो समस्यामा तपाईँले चाहिँ कसरी उसलाई चाहिँ सम्झाइदिनु भयो भन्ने विषयमा है। त्यही भएर यहाँ चाहिँ के हो त भन्दाखेरि तपाईँले आफ्नो कथा जोड्न सक्नु पर्यो। मलाई भएको थियो, मलाई ठिक भयो भनेर त उसले त होइन। सबभन्दा पहिला के हुन्छ त भन्दाखेरि सबभन्दा पहिला मान्छेले दिमागबाट किन्छ अनि बल्ल पैसा दिएर किन्छ। पहिला उसको दिमागलाई किनाउनु पर्यो कि पहिला उसको दिमागलाई किनाउनको लागि त यसको विषयमा जान्नु पर्यो नि त। कसरी काम गर्छ, के हो, कहाँबाट आयो होइन। अघि भन्ने कुरा भयो न्यानो टेक्नोलोजी भने, अब न्यानो टेक्नोलोजी भने त त्यो सुन्नु पनि भएको छैन होला होइन। अब नयाँ नयाँ शब्दहरू नयाँ नयाँ मान्छेलाई आउँछ भनेपछि अब कसरी बुझाउने, कसरी सिकाउनु त। तपाईँको र मैले म जसरी हुर्क्यौँ ऊ त्यसरी नहुर्केको हुनसक्छ। उसको पर्सेप्सन, उसको विचार, उसको ज्ञान फरक हुनसक्छ होइन। त्यही भएर कस्तो नेगेटिभ भन्छ कि म यहाँ सुन्छु साथीहरूलाई म सुन्छु त्यसलाई भनेको कस्तो नेगेटिभ भन्छ। नेगेटिभ भन्ने नै हुँदैन, उसको विचार हो कि ऊ जुन विचारबाट आयो नि होइन त्यो विचारमा चाहिँ के भयो त भन्दाखेरि त्यो त्यस्तै घटना घट्या हो। त्यही भएर नेगेटिभ पोजिटिभ भन्ने हुँदैन, उसको ज्ञान हो, उसलाई थाहा छैन त्यो भएर मान्दैन। तपाईँले ज्ञान लिनुहोस्, तपाईँले थाहा पाउनुहोस्, तपाईँले उसलाई चाहिँ बिस्तारै त्यही विषयमा भन्दै जानुहोस्। एक दिन जब उसलाई समस्या पर्छ नि सबभन्दा बढी मान्ने कसको कुरा मान्छ थाहा छ? सबभन्दा बढी हजुरलाई थाहा छ संसारमा सबभन्दा बढी मान्छेले कसको कुरा मान्छ? डक्टरको कुरा मान्छ। किन? समस्या बोकेर गएको हो नि त। यता दुखेर गएको छ, यता फर्केर होइन, यता फर्केर बस्नु न भन्यो भने यता फर्केर बस्नु परेन। डक्टरले भनेपछि डक्टरले भने यता फर्केर नबस् भने, यता फर्केर बस भने भन्नु परेन। अनि अर्को सबभन्दा बढी कुरा मान्ने कसको कुरा मान्छ त? वकिलको कुरा मान्छ। अनि वकिलको कुरा मान्नु परेन, उसको कुरा मानेन भने त केस हालिन्छ। मान्छेले कतिखेर कुरा मान्छ भने तपाईँले बुझ्नुभयो कि समस्यामा कुरा मान्छ। अहिले परेको छँदै छैन किन मान्ने? त्यही भएर तपाईँ चाहिँ के हुनु पऱ्यो त भन्दाखेरि त्यो समस्या भएकोलाई पनि खोज्नुहोस्, भन्नुहोस्। जबसम्म उसलाई समस्याले पेल्दैन नि, उसको गोजीको पैसा चाहिँ ओहो यत्रो गयो भनेर चाहिँ भन्दैन नि अब हस्पिटलमा अरू चिजहरूमा, कि त उसले नर्मली नै जाने हुन्छ, बुझ्या हुन्छ होइन। नर्मली मान्छेले हेल्थ केयर भन्छ कि हेल्थ केयर कहिले नै गर्दैन होइन। हेल्थ केयर भनेको कसैले पनि गर्दैन, बुझ्नुभयो? मान्छेले के गर्छ त? पेन केयर गर्छ। दुखेपछि बल्ल जाने हो, दुखेपछि बल्ल खाने हो, समस्या पऱ्यो भने बल्ल स्याउ सुन्तला फलफुल केरा किन्ने हो। समस्या परेन भन्दा किन केरा किन्नु पऱ्यो? घरमा आलु छँदैछ नि होइन। त्यही भएर यो भनेको चाहिँ एकदम ढुक्कसँग तपाईँले के बुझ्नुहोस्, यो डिएक्सनको प्रोडक्ट सुरुमा मान्छेले सुन्दैन। किन भन्दाखेरि उसलाई परेको छैन। जब तपाईँले भन्दै जानुहुन्छ बारम्बार भन्नुहुन्छ त्यसपछि बल्ल सुन्छ। तर मेन कुरो भनेको चाहिँ अर्काको लागि हो भने सबभन्दा पहिला आफ्नो लागि सुन्नुहोस्। पहिला तपाईँ खानुहोस्, मसरुम मात्रै खानु भएको छ भने मरुन जीवन थप्नुहोस्। किन भन्दा त्यसको कन्टेन्ट बुझ्नु पऱ्यो कि हामीले। तपाईँले घर बनाउँदै हुनुहुन्छ, इँटा मात्रै ल्याएर थुपार दिनुभयो, अब बालुवै छैन कि बालुवा त चाहियो नि त, इँटा जोड्नु पऱ्यो। त्यही भएर 3टा प्रोडक्ट भने त बेस प्रोडक्ट हो, खानै पर्छ होइन। हो पहिला सुरुमा महँगो छ, पैसा खर्च हुन्छ, ऋण लाग्छ। हस्पिटलमा गएर ऋण लाएर त्यसलाई तिर्नै नसक्नु भन्दा डिएक्सनमा आउनुहोस्, प्रोडक्ट खानुहोस्, ऋण लगाउनुहोस्, त्यो ऋणलाई तिर्ने बाटो बनाइदिन्छ नि त, बुझ्नुभयो? त्यो ऋणलाई तिर्ने बाटो बनाइदिन्छौँ भन्ने चाहिँ कुरा हो है। त्यही भएर प्रोडक्टलाई चाहिँ त्यसरी खानुपर्छ। हाउसवाइफले यो इन्डस्ट्रीमा जोडिसके अब फेरि सुन्नुहोस् है, यहाँ अब कसैको भाउजू छौँ, कसैको श्रीमती, कसैको बुहारी, कसैको नन्द, कसैको जेठानी हो कि होइन। त्यो सारा जिम्मेवारीलाई फेरि ब्यालेन्समा राख्न चाहिँ सक्नुपर्छ। फेरि एउटा हाउसवाइफको जिम्मेवारी बच्चा बच्ची हुर्काउनुदेखिको लिएर उसको पालन पोषण होइन, उसको कपडाहरू धोएर उसलाई टाइममा स्कुल पठाउनु, टाइममा खाजा बनाउनु, टाइममा खाजा दिनु,
सबै एउटा महिलाको एउटा गृहिणीको कत्रो जिम्मेवारी छ, त्यसलाई पनि फेरि ब्यालेन्समा राख्न जान्नुपर्छ। अब डिएक्सनै भनेर सब काम चौपट पारेर फेरि चाहिँ यतातिर हिँड्नु डिएक्सनको चाहिँ भनेर चाहिँ 3टा अक्षर बोकेर हिँड्नुभयो भने त भरे फेरि बेलुका फेरि त्यहाँ फेरि खबरदार भनेर बस्ने फेरि है त। ख्याल गर्नुहोस् है, यो पनि ब्यालेन्समा राख्न जान्नु पर्यो। मैले किन भन्दैछु भने किनभने अलरेडी तपाईँहरू त्यो जिम्मेवारी ओदामा तपाईँहरू त्यहाँ हुनुहुन्छ। किनभने त्यसलाई त तपाईँहरूले कति पनि उ गर्नु भएन, बेइमानी त गर्न मिल्छ मिल्दैन, त्यसलाई ब्यालेन्समा राखेर तपाईँ अगाडि बढ्ने हो। तर एउटा हाउसवाइफले चाह्यो भने यो व्यापार यति सजिलो तरिकाले गर्न सक्छ। थुप्रै तपाईँहरू जस्ता हाउसवाइफ महिला दिदीबहिनीहरू नेपाली मात्रै होइन, म अस्ति यो 1 वर्ष अगाडि म इन्डोनेसिया गएको थिएँ। त्यहाँ इन्डोनेसियामा मैले तपाईँहरूभन्दा पनि धेरै कम ट्यालेन्ट, अब इन्डोनेसिया हो भनेर एकदम हामीभन्दा एक्स्ट्रा ट्यालेन्ट होइन त्यहाँ केही, बरु तपाईँहरूलाई बरु हरेक यहाँ हाम्रो बरु दिदीबहिनीहरू नेपाली दिदीबहिनीहरूले हरेक शब्दमा बरु चाहिँ इङ्ग्लिस मिसिन्छ। उनीहरू त इङ्ग्लिस भनेको इङ्ग्लिस केही पनि पनि आउँदैन, कुरा बुझ्नुभयो नि। त्यस्तो चाहिँ बोल्नै आफ्नै भाषाले मात्रै पनि गृहिणीहरूले मैले सोधेँ कसरी गर्यो त तपाईँहरूले यसरी चाहिँ इन्कम यो एनडिएसआई ट्राभल सेमिनार पनि एचिभ गर्नुपर्छ कसरी हामीले सोधेँ। बच्चा स्कुल गइसकेपछि हो घरको काम धन्दाहरू सबै भ्याइसकेपछि उनीहरू त्यही हेर्नुहोस् त महिला दिदीबहिनी काम नहुने महिला दिदीबहिनीहरू के हुन्छ, एक ठाउँ भेट हुन्छ, घाम ताप्छन्, कुरा काट्न सुरु हुन्छ, हो कि होइन भन्नुहोस् त। फल्ला यस्तो उस्तो कुरा सुन्नुहुन्छ, त्यो कुरा गर्न ठाउँमा हामी के गर्यौँ, आफ्नो साथीहरूलाई डिएक्सनको कुरा काट्न सुरु गऱ्यौँ, रातो च्याउको कुरा काट्न सुरु गऱ्यौँ भन्नुहुन्थ्यो। यहाँ पनि हाम्रो नेपालमा थुप्रै महिला दिदीबहिनीहरू हुनुहुन्छ जो घर गृहिणी मात्रै काम गर्नुहुन्न, कुनै पनि चाहिँ उहाँहरूले जब गर्नुहुन्न, मात्रै बच्चाको केयरिङ घरमा उहाँहरू जतिको एउटा घर हाउसवाइफ महिला दिदीबहिनीहरू यहीँ तपाईँले देख्नुहुन्छ लाखौँ रुपियाँ इन्कम गर्ने महिला दिदीबहिनीहरू हुनुहुन्छ। यहाँ आज आउनु भएको छैन हाम्रो प्रेसमा म्याडम, हेर्नुहोस् सानो बच्चा स्कुल पठाइसकेपछि उहाँ जस्तो थुप्रै महिला दिदीबहिनीहरू यहाँ हुनुहुन्छ हाउसवाइफ। उहाँहरूले गर्नुभयो के, काम धन्दा भ्याएपछि उहाँहरूले डिएक्सनको प्रोग्राममा आउने, प्रोग्राममा मान्छेहरूलाई ल्याउने, अनि त्यसको फाइदाहरू बाँड्ने, छरछिमेकीहरू आफन्तीहरू होइन, नन्दहरूलाई जेठाजुको चाहिँ रिलेटिभहरूलाई यसरी उहाँहरूले सुरु गर्नुभयो। ल हेर्नुहोस् त, त्यो एउटा घर गृहिणीले पनि एउटा इन्कम त्यो कसरी बनाउन सफल भयो, उहाँहरूले जसलाई त्यो खाएको अनुभवहरू सेयर गर्नुभयो, त्यो सेयरिङ सबभन्दा ठुलो कुरा रहेछ। एउटा हाम्रो के हो त धर्म भनेको डिएक्सनमा अगाडि बढ्नलाई तपाईँले खाएपछि सुनाउनु, यो हाम्रो धर्म। अनि बोलाउने, आज जसरी हेर्नु त तालिम थियो यहाँ ट्रेनिङ सेल, आज चाहिँ हाम्रो बाँसबारी सेल सेन्टरमा तालिम छ भनेपछि हेर्नुहोस् त यहाँ सबभन्दा धेरै यहाँ गृहिणी हुनुहुन्छ, महिला दिदीबहिनीहरू हुनुहुन्छ। त्यो एउटा महिलाले पनि घर गृहिणी गर्ने महिलाले पनि इन्कम बनाउने ठाउँ राम्रो, वान अफ दि बेस्ट। आज कुनै कतै हेर्नुहुन्छ भने त्यो इन्डस्ट्री यही इन्डस्ट्रीले, त्यही भएर यहाँ महिलालाई पनि गृहिणीलाई पनि एउटा हाउसवाइफलाई पनि नपढेको होस् पढेको होस् केही जान्दैन भन्ने महिला दिदीबहिनीहरूलाई पनि यो इन्डस्ट्रीले ठुलो अवसर दिएको छ। यहाँ आएपछि तालिम दिनेहरू हेर्नुहोस् त, विकास सर हामी छौँ, हामीले यहाँ सिकाउँछौँ कसरी एउटा गृहिणीले इन्कम बनाउँछ, बच्चालाई स्कुल पठाएपछि आउने, त्यही गरेर उहाँहरूले एउटा इन्कमहरू पनि बनाएको छ। हाउसवाइफले पनि यो व्यवसाय गर्न सक्छ। थुप्रै मैले अमेरिकामा देखेको छु, मैले युरोपमा देखेको छु, मैले थाइल्यान्डमा देखेको छु, मैले मलेसियामा देखेको छु। हाम्रो नेपालमा धेरै त्यस्ता महिला दिदीबहिनीहरू हुनुहुन्छ जो हाउसवाइफ मात्रै गर्नुहुन्छ, उहाँहरूले पनि राम्रो इन्कम कमाएर हस्बेन्डको इन्कमलाई सपोर्ट गर्नुभएको छ। ओके, थ्याङ्क यू। र अब महिला दिदीबहिनीहरूले पनि अब चाहिँ एकदम धेरैजनाको गुनासो, प्रडक्ट त खानु मन छ तर महँगो, ओके होइन भन्नु त। धेरैजनाको गुनासो, अघि यहाँ यो प्रोग्राम सुरु हुनुभन्दा नि यो कुरा आइरहेको थियो, मैले सुनिरहेको थिएँ, प्रोडक्ट त खाने महँगो छ, खानै मान्दैन भन्ने कुरा थियो होइन। अब यो चाहिँ एकदम धेरै किन छ जस्तै। धन्यवाद। प्राइस यो चाहिँ प्राइस महँगो भएको होइन, यसको भ्यालु तपाईँले हेर्नुभयो भने चाहिँ
यसको भ्यालु चाहिँ किनिन सक्नुहुन्छ। हेर्नुहोस् न, निरोगीले पनि खान मिलेको छ, रोगीले खायो भने पनि भएको छ, बच्चाले खान नि भएको छ, गर्भवती महिलाले खान नि भएको छ, बुढाबुढीले खान नि भएको छ। अझै के भन्नुहुन्छ भन्दाखेरि चाहिँ भेरी सिरियसलाई एक बोतलै खुवाइदिनुहोस् भने होइन, नर्मल अवस्थाकोलाई नर्मलै खुवाइदिनुहोस् भनेको छ। अनि कम्पनीले के भनेको छ त भन्दाखेरि यो प्रोडक्ट खाएर कहीँ कसै केही भइहाल्यो भने चाहिँ कम्पनी जिम्मेवार पनि भनेको छ। यो सबै क्राइटेरिया त स्वास्थ्यमा त आउँदैन, यो सबै क्राइटेरिया स्वास्थ्यमा आउँछ। धेरै बिरामी छ, ल सुते छ, बड्डै भइदियो भन्छ। त्यही भएर यो प्रोडक्ट भनेको चाहिँ यसको क्वालिटी के छ भन्दा यसको फुड बेसको प्रोडक्ट हो क्या। अनि हामीले खाँदाखेरि हामी सुरुमा के भएर खान खोज्छौँ त भन्दाखेरि हामीलाई समस्या छ, त्यो समस्यालाई समाधान होस् कि भनेर खान खोज्छौँ। हजुरले प्रोडक्ट किने हो र, हजुरले त समाधान किने हो नि, हजुरले त प्रब्लमको सल्युसन किने हो नि। अनि कुनै पनि प्रब्लमको सल्युसन सस्तो हुन्छ त, फेरि 100% सल्युसन हो। अनि फेरि एउटा सल्युसन मात्रै होइन, तपाईँले खास हामीले यो प्रोडक्ट किन खान्छौँ, एउटा मात्रै समस्या भएर खाँदैनौँ, कति हो कति हुन्छ। तपाईँले लिएर गएको एउटा बोतल मोरेन जुस अथवा मसरुम पाउडर किनेर लिएर जानुभयो भने घरको सबै परिवारले खान मिलेको छ। त्यो 20 रुपियाँ खाले पत्ताको औषधि कतिजनाले खान मिल्छ? टाउको दुख्दा मात्रै खान मिल्छ होला, ज्वरो आउँदा मात्रै खान मिल्छ होला, अनि खाइसकेपछि त्यसले साइड इफेक्ट गर्छ कि गर्दैन? थाहा छ त्यही पनि खानुपर्छ होला। सस्तो छ नि त त्यो त, अन्त तपाईँको घर परिवारलाई जिन्दैभरलाई आउँछ, त्यति सस्तो छ छिटा। तर किन खान्छ प्रोडक्ट भन्ने विषयमा चाहिँ हामीले बुझ्नु पर्यो। त्यही भएर यो प्रोडक्टको क्वालिटी महँगो हो कि होइन, यो प्रोडक्टले दिने समाधान महँगो हो। त्यही भएर हजुरले चाहिँ कहीँ कतै भएन भने अनि यहाँ आउँछ त मान्छे होइन। सुरुमै आइदिएको भए त सस्तो हुन्थ्यो होला होइन। अस्ति पनि होइन हामी धादिङ गएको थियौँ, धादिङमा दुनियाँ गरिसक्यो, डक्टरकोमा गयो भने चेक मात्रै गर्छ होइन, कहिले हात हाल्छ, कहिले के गर्छ, हाल्नै पर्यो होइन, चेक त गर्नै पर्यो। रगत निकाल्न खोजेको रगत त निस्केन भनेर यता नि घोचे खा उता नि घोचे खा होइन, फेरि रगत पनि एक सिरिज निकाल्छ, यति निकाली नै हुन्थ्यो नि होइन। अनि म त हैरान परेँ, अब म यही प्रोडक्ट खान्छु। तर सुन्नमा फेरि 6 वर्ष 7 वर्ष अगाडि सुने रहेछ। अब म यही प्रोडक्ट खान्छु, जतिलाई नै खान्छु भनेर त 7 वर्ष अगाडि भने होइन नि त। 7 वर्षसम्म ऊ घुम्यो, संसार डुल्यो, हस्पिटल गयो, यता गयो उता गयो, सबै गर्यो, झन् सन्चौला भन्दा झन् समस्या पर्यो। अनि लास्टमा आएर जति परे नि खान्छु भनेको त्योभन्दा अर्को उपाय नि छैन नि त। उपाय खोइ त, त्योभन्दा अर्को उपाय कि त केही नहुँदाखेरि खानु पर्यो, थोरै खाए नि हुन्छ। मलाई चाहिँ हजुरले चाहिँ क्यान्सर भयो, ट्युमर भयो, अब कति खानु सर भनेर भन्न सोध्न आउनुभयो भने मैले चाहिँ हजुरलाई थोरै म चाहिँ 1 बिर्को खानु भन्छु। म 10 बिर्को भन्दा थोरै नखानु सर, त्योभन्दा थोरै खानुभयो भने मैले केही भन्न सक्दिनँ भन्छु। अब 10 बिर्को भने कति हो त? त्यही भएर हेर्नुहोस्, एउटा एकदम सिम्पल लजिक के हो त भन्दाखेरि निन्दिनै मान्ने भाँडा चाहिँ काक्ला कुकुलु गरेर पनि सफा बन्छ, दसैँमा निकालेको भाँडा कति चोटि ढोक्नुपर्छ? एक दिन त भिजारै राख्नुपर्छ, अझै केमिकल हालेर भिजाउनुपर्छ। हो हाम्रो शरीर पनि ठ्याक्कै होइन, यो त खाए नि हुन्छ नखाए नि हुन्छ, इट्स ओके भन्ने खालि प्रोडक्ट होइन नि त यो त। तर यो के हो त भन्दाखेरि कङ्क्रिट समस्याको कङ्क्रिट समाधान हो नि त। अनि कम्पनीले समाधान पनि बनाउनु परेको छ। सस्तो कसरी बनाउनु? तपाईँले त 200 रुपियाँको सामान किने पनि समाधानै खोज्या हो, 2000 को किने पनि समाधानै खोज्या हो। 200 रुपियाँमा समाधान हुन्थ्यो भने 2000 को किन खोज्नु पर्यो त? 200 रुपियाँको फल कसको भयो त? फेरि सस्तोवाला समाधान कसको भयो त? कोही छ त? त्यहाँ त यति पैसा तिरेको मेरो त सब काम तमाम भयो नि भन्ने मान्छे कोही छ त? महँगो छ तर राम्रो छ भन्ने मान्छे महँगो किन छ त? अनि त्यत्रो टेक्नोलोजीहरू छ त त्यहाँनिर होइन। तपाईँलाई त 2 रुपियाँको दिए पनि 2000 को दिए पनि 20000 को दिए पनि तपाईँलाई समाधान चाहियो है आत्तो हुने है भन्नु हो त ट्युमरवाला होइन। डक्टरले चाहिँ
5 लाख लाग्छ ल तपाईँ आइहाल्नुहोस् होइन म त तपाईँको समस्या हेर्नुहोस् है बुझ्नुहोस् है भन्ने भए त्यहाँ 5 लाख त तपाईँको चुटकीमा निस्किन्थ्यो यो निस्किन्थ्यो एक फोन कलमा निस्किन्थ्यो तर नदुख्दाखेरि समस्या नहुँदाखेरि चाहिँ कफी मात्रै खानु न भन्यो भने महँगै छ त्यही भएर समस्या हुनुभन्दा अगाडि खानुभयो भने सस्तोमा काम भयो समस्या भइसकेपछि खानुभयो भने महँगोमा काम भयो महँगो किन छ भन्दाखेरि कम्पनीले काम गर्ने बनाउनु पर्यो कम्पनीले काम गर्ने बनाउनु पर्यो ल हेर्नुहोस् न डिएसएल कम्पनीको मार्केटिङ हेर्नुहोस् न तपाईँलाई कसले भने तपाईँलाई चिने मान्छेले भने होइन तपाईँलाई चिने मान्छेले नै भने कि तपाईँलाई यहाँसम्म लिएर आएको तपाईँलाई नै चिने जाने मान्छेले नै लिएर तपाईँको आन्द्राभरि थाहा छ उसलाई सब थाहा छ उसलाई तपाईँको घर परिवार सब थाहा छ उसलाई त्यस्ता व्यक्तिले तपाईँलाई यहाँ लिएर आएको भोलि महँगो हालेर अनि काम गरेन भने तपाईँले चाहिँ हामीलाई भन्छ सबभन्दा पहिला त त्यसैलाई भन्छ त यसैले फसायो यसले हो मलाई लिएर गएको त्यत्रो पैसा खर्च गरेँ मैले अनि कम्पनीले सस्तो बनाएर अब तपाईँको चाहिँ काम नगर्ने भएको भए त्यस्ता मान्छेलाई त अस्ति नै झ्याङ्कुरी पारिसक्थ्यो त्यही भएर प्रोडक्टले काम गर्छ त्यही भएर यहाँ चाहिँ मान्छेले चाहिँ निस्वार्थ भावले काम गरेको छ अब त्यो निस्वार्थ भावमा चाहिँ कम्पनीले के गरिदियो त भन्दाखेरि ठिक छ तिमी मार्केटिङ गर मार्केटिङको पैसा म तिमीलाई नै दिन्छु भने किन भन्दाखेरि चाहिँ ल हेर्नुहोस् त तपाईँको यहाँ जति पनि आउनु भएको नि एकदम नजिकको मान्छे मात्रै आउनु भएको टाढोको मान्छे त आउँछु भन्थ्यो आएन भनेपछि अनि यसको मार्केटिङ हेर्नु न यसको मार्केटिङ तपाईँले अहिले मैले भनेको एनमी सरले भनेको हाम्रो तुलसा मिसले भनेको कुरा त अहिले ढोकाबाट त गएपछि बिर्सिहाल्छ त्यही जुन व्यक्ति ल्याएको नि त्यसले भनेको कुरा चाहिँ सम्झिराख्यो त्यही भएर यसको अनि त्यो व्यक्तिले किन यसरी मरिहत्ते गरे किन भन्दाखेरि समस्या पनि समाधान पनि हुँदो रहेछ धर्म पनि लाग्यो अनि अर्को चाहिँ मेवा पनि मिल्दो रहेछ त्यो मैले डाइरेक्ट लिने पैसा होइन नि त तपाईँलाई यहाँ लिएर आएर तपाईँकै नाममा बिल गराएर तपाईँलाई नै समस्या समाधान हुने प्रोडक्ट चिनाएर देखाएर ल घर लैजानुहोस् भनेर पाएर पैसा आउँछ भने कम्पनी दिने पैसा किन नलिने मैले डाइरेक्ट लिनु पो भएन होइन मैले 100मा किनेर चाहिँ 150मा बेच्न पो भएन होइन तर समाधान त पाइयो नि त्यही भएर प्रोडक्ट महँगो छ महँगै छ प्रोडक्ट किन भन्दाखेरि काम गर्छ त्यही भएर हजुरहरूले पनि खानु होला ओके कस्तो राम्रो छ है यो क्वेसन सुन्नुहोस् मैले यो एकदम मेरो पोइन्ट अफ भ्यूबाट है मैले यो मैले एकदम निहालेर हेरेको छु यो सुन्नुहोस् सुरुमा यही नै हुन्छ एकदम एक्साइटमेन्ट हुन्छ किन एक्साइटमेन्ट हुन्छ भने सुन्नुहोस् कोही न कोही एउटा अनुभवी आज यहाँ तपाईँले देख्नु भएको छ 1.5 दशक एउटा एनबी गुरुङ हुनुहुन्थ्यो सेतो सर्ट लगाएको थियो होइन घरि मोबाइल हेर्नु भएको थियो डायरी पनि थियो होइन तपाईँलाई यो इमेज बनिसकेको छ अनि विकास तिमिल सेना दारी यसो झट्ट हेर्दाखेरि बालिम शाह जस्तो पनि छ होइन यताउति होइन होइन टक्क कोटमा सजेर बस्नुहोस् हो चस्मा सुन्नुहोस् यहाँ के हुन्छ भने ड्रिम बिग ड्रिम एउटा प्रेजेन्टेसन सुन्नुहोस् यो स्टेज यो एउटा यो माहौलले यो तपाईँलाई इन्फ्लुएन्स मोटिभेट बनाउँछ क्या बन्छ क्या सुन्नुहोस् है यो ठ्याक्कै अनि के हुन्छ त त्यो इमेज बन्छ तपाईँको तर रियालिटीमा बिजनेस सुन्नुहोस् है जुन तपाईँलाई रियालिटीमा त्यो छैन तपाईँको एक्सपेक्टेसन चाहिँ के हुन्छ त भन्दाखेरि यहाँ हुन्छ तर रियालिटीमा त्यो छैन नि त हो अब यहाँ बुझ्नुहोस् यही खेल हो क्या यहाँ सुरुमा एकदम एक्साइटमेन्ट भयो अघि मैले तपाईँलाई सुरुमा के भनेको थिएँ त्यो वाइको कुरा आएको थियो नि त हो अब त्यो वाइलाई अलाइन गर्नु जोड्नुहोस् क्या यहाँ जोड्नु तपाईँले देखेको सपना तपाईँको ड्रिम छ नि यो डिरेक्सनसँग अलाइन गर्नुहोस् जोड्नुहोस् त्यो एक्साइटमेन्ट चाहिँ भयो हो एक्साइटमेन्ट एकदम उत्साह जोस यस्तो आयो कि आज सुन्यो नि त ओहो डिरेक्सनमा त अवसर पनि रहेछ अब कतिलाई यहाँ लानु त हाउसवाइफ म पनि खाना पकाउने काम हो म पनि होइन यहाँ म जस्तो महिलाले पनि पैसा कमाएको रहेछ बच्चा स्कुल पठाएपछि त यो पनि गर्न मिल्ने रहेछ भन्ने लाग्यो फेरि यहाँ चाहिँ अब स्टुडेन्ट पनि होला कलेज गइरहेको होला ओहो म जस्तै पढिरहेको एउटा सिस्टरले आज होस्ट गरेको थियो सो ब्युटिफुल होइन कति राम्रो होइन उहाँले पनि यति राम्रो इन्कम बनाउनु भएको रहेछ म जस्तै पढिरहेको मान्छेले भन्ने पनि लाग्यो अब यहाँ एकछिन मोटिभेट भयो एक्साइटमेन्ट आयो क्या हो
उहाँको वाइ क्लियर थियो, कन्टिन्यू दिनुभयो डाइरेक्ट सेलिङमा हो, यो इन्डस्ट्रीलाई कन्टिन्यू निरन्तर दिनुभयो। अब तपाईँहरूले पनि क्या अहिले एकछिन इन्फ्लुएन्स त भयो नि त, मोटिभेट भयो, तर यो मोटिभेट इन्फ्लुएन्स एकछिनले चल्दैन। हामीलाई केही न केही कुरोले अहिले चाहिँ त्यो बनायो, प्रभावित पार्यो। त्यही भएर अब तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि अब मैले सोचेको मेरो ड्रिम यो डिएक्सनसँग जोड्दा यो डिएक्सनले फुलफिल गर्छ कि गर्दैन, त्यसका लागि अब चाहियो बल्ल अरू हतियारहरू, सिक्ने कुराहरू, सिकाउने कुराहरू होइन, टिम बनाउने कुराहरू, टिमलाई यहाँ ल्याउने कुराहरू, टिमलाई के चाहिएको छ त्यो। अब यहाँ मेन चाहिँ अब गर्नुपर्ने कुरा चाहिँ 3टा डाइरेक्ट सेलिङमा म जहिले पनि भन्छु, तपाईँले यो कुरालाई चाहिँ कन्टिन्यू गर्नुभयो भने यहाँ मान्छे टिक्छ के। किन भन्दा अब यहाँ के गर्नु पर्यो, सबभन्दा पहिला के गर्नु पर्यो सुन्नुहोस् है, यो कम्पनीको प्रडक्ट युज गर्न पर्यो हो, अनि के गर्नु पर्यो, सिक्न पर्यो हो, सिक्न पर्यो। यही सिक्नलाई चाहिँ हामीलाई अल्छी लाग्दो रहेछ हो हो होइन, अल्छी लाग्ने, निन्द्रा लाग्ने हो क्या भन्नुहोस् त। यहाँ आयो भने पनि घरतिरकै चिन्ता हो क्या भन्नुहोस् त, बाहिर 1000चोटि हेर्ने, ला पानी पर्ला ऊ हेर्नु त हो क्या। मैले छतमाथि अघि आउँदा घरबाट आउँदाखेरि घाम लाग्थ्यो, अब पानी पर्ला, कपडा भिज्ने भयो, बर्बाद भयो, हेर्नुहोस् है चिन्ता हो क्या भन्नुहोस् त। सिक्ने कुरामा त्यो लर्निङ भन्ने कुरामा कति पनि नराख्नु, हेर्नुहोस् है। यो सिक्ने कुरामा अगाडि राखेन भने यहाँ ढिलो चाँडो आउँदैन, ढिलो चाँडो यहाँ मान्छे हराउँछ। सुरुमा एक्साइटेड त हुन्छ नि त, काम गरौँ गरौँ लाग्छ नि, लाग्छ कि लाग्दैन भन्नुहोस् त, त्यो प्रोसेस छ क्या त्यहाँ। अनि अर्को कुरा के, सेल्स गर्ने टेक्निक त जान्न पऱ्यो नि त, त्यो पनि सिक्नु पऱ्यो, कसरी सेल गर्ने। अघि विकासले भने जस्तो एकैचोटि गएर चाहिँ यो खाउ ठिक भयो भनेर मात्रै हुन्छ र, कति तेल गर्नुपर्छ, कसरी बङ्गाएर कुरा गर्नुपर्छ, यसको प्रब्लम के हो होइन, त्यो प्रब्लमलाई सल्भ गर्नु पऱ्यो, त्यो कहाँनिर बटम छ त्यो दबाउन जान्नु पऱ्यो नि, परेन, त्यो पनि कला स्किल हो, सिक्नु पऱ्यो नि त यहाँ हो। यही हामी सिक्दैनौँ कि, अनि बार आफूलाई अपडेट गर्न खोज्दैनौँ हो, अपग्रेड गर्न खोज्दैनौँ, अनि त्यही भएर यहाँ त्यो सक्दैन, अनि त्यो चाहन्न, त्यो अल्छी लाग्छ त्यो कुरामा, अनि लङ टाइम जाँदैन। अब हामी किन ढिलो, हामी आफूलाई पनि अपग्रेड गर्छौँ, अपडेट गर्छौँ, सिक्ने कुरामा, सिकाउने कुरामा हामी निरन्तर छौँ, अल्छी मान्दैनौँ। यही हो मेरो प्रोफेसन, यही हो मेरो धन्दा, यही हो मेरो काम, यही हो, छोरालाई पनि यही हो, नातिलाई यही हो, पनातिलाई यही हो, सबैलाई यही भनेर सारा उमेर यहीँ फालेको छ। हेर्नुहोस् त, यी बारी जुङ्गा सबै फिले आज त काटेको छु हो। उहाँले हेर्नुहोस् त त्यत्रो समय दिनुभयो। अब यी हाम्रो तुलिसा मिस 18 वर्ष अघि भन्नुभयो त, +2 12 पढ्दाखेरि उहाँले जोइन हुनुभएको, कन्टिन्यू निरन्तर तालिम सिक्नलाई पनि उहाँले छोड्नु भएन हो, उहाँलाई कहिले निन्द्रा पनि लागेन हो। यही रहेछ सफल मान्छे र असफल मान्छेमा भिन्नता के रहेछ भने, मलाई निन्द्रा लाग्दा म गएर सुतेँ, उसलाई पनि निन्द्रा लाग्थ्यो तर ऊ सुतेन, ऊ चाहिँ सिक्नमा आयो हो। अब पानी पऱ्यो, यसो घरबाट निस्किन लागेको पानी पऱ्यो, अब जान्न आज त पानी पऱ्यो भनिदिन्छु भनेर फोन गरेर बाहना गरेर बस्यो, उसले छाता उडेर भए पनि आयो हो। यही हो सफल मान्छे र असफल मान्छे, कुरा बुझ्नुभयो हो। त्यही भएर यो डाइरेक्ट सेलिङमा सुरुमा एक्साइटमेन्ट हुन्छ, त्यही भएर अब के गर्नु पऱ्यो, तपाईँको वाइलाई क्लियर गर्नु पर्यो। आउ त राति तपाईँले 12 बजे राति फोन गर्नु, विकास सर मेरो वाइ क्लियर छ, कसरी गर्ने, अब मलाई हतियार दिनुहोस् त भन्नुभयो भने उहाँले ल यसरी भनेर उहाँले भन्नुहुन्छ। उहाँलाई सोध्नुहोस् कसरी गर्ने, मेरो वाइ क्लियर छ, उहाँलाई सोध्नुहोस्, उहाँले त्यो हाउ कसरी गर्ने भन्ने कुरो उहाँले त्यो कुनै पनि बेला उहाँले सिकाउन सक्नुहुन्छ। तर सबभन्दा पहिला हाउ र त्यो डिएक्सनसँग जोड्नुहोस्। त्यही भएर बोल्ने कला सिक्नुहोस् हो, बेच्ने स्किल सिक्नुहोस् हो, प्रडक्ट 100% युज गर्नुहोस्। त खाएको कुरा भन्नुहोस्, भन्नमा पैसा लाग्दैन, उसले खाल्ला नखाल्ला, किन्ला नकिन्ला, उसको कुरा पैसा उसँग छ नि, जबरजस्ती निकालेर लगेर चाहिँ गराउने कुरा हाम्रो काम होइन। भन्ने हो यसको फाइदा, यसको बेनिफिट, डिएक्सनको प्रडक्टको फाइदा भन्नुहोस्, यो भन्ने काम हो। कसैलाई पनि फोर्स नगर्नुहोस्, फोर्स गर्ने बित्तिकै रिलेसन बिग्रिन्छ, भोलि बिहान मिटिङ आउँदैन, ग्राहक सिद्धिन्छ। फोर्स नगर्नु, त्यहाँ जाने बित्तिकै त किन भन्छ, अर्को महिना देऊ त म हालिदिन्छु पनि भन्छ, यसरी उ गर्छ, त्यो नगर, यो गर्ने कामै हो। किनभने तपाईँले फाइदा भन्यो, फाइदा भन्ने बित्तिकै उसलाई मनपर्छ, उसले झोला भएको पैसा त उहाँले कता राखेछ, उहाँले निकाल्नुहुन्छ, निकालेर ल मलाई ल्याऊ भनेर ल्याइहाल्छ। उसलाई इच्छा, उसको इच्छा, इन्ट्रेस्ट गराउने काम गर्छ। यहाँ कसैलाई पनि पर्दैन, यो इन्डस्ट्री भनेको त्यस्तो है। त्यही भएर यो इन्डस्ट्रीमा के थियो टपिक बुझ्नुभयो, के थियो क्वेसन, के थियो भन्नुहोस् त, के थियो क्वेसन हो।
हो त्यही भएर सिक्ने कुरामा निरन्तर राख्नु। यो नसिक्दाखेरि तपाईँ 1 हप्तापछि आउनुहोस् त यहाँ, तपाईँलाई अल्छी आउँछ। 2 दिनमा एकचोटि यहाँ आउनुहोस् त, तपाईँलाई जाउँ जस्तो लाग्छ, केही नै जाउँ जस्तो लाग्छ, भेटौँ लाग्छ, कति राम्रो कुरा रहेछ भन्ने लाग्छ। 1 हप्ता बस्नुहोस् त, त्यही घरको त्यो नेगेटिभ के इनर्जीले तानेर अनि उतै फेरि त्यो गर्नै मन नलाग्ने लाग्छ। हो त्यही भएर यो व्यवसायमा एक्साइटमेन्ट भएर चाहिन्छ। त्यो एक्साइटमेन्टका साथ अनि तपाईँलाई के चाहिन्छ त मोमेन्टम, के मुभमेन्ट चाहिँ गरिराख्नुपर्छ, एक्सन गरिराख्नुपर्छ, काम गरिराख्नुपर्छ। यहाँबाट लिने, मोटिभेट हुने, एक्साइटमेन्ट हुने, काम नगरेपछि त अगाडि बढिँदैन। हो त्यही भएर यहाँ लामो समय टिक्नलाई तालिममा आइराख्नु है। एक्साइटमेन्ट यहाँबाट पाउँछ। यो आज मिल्यो नि त, मिलेन? केही न केही बुझ्यो नि त आज, होइन? हो यही हो, यसरी चल्यो। त्यही भएर यहाँ नआउने मान्छे चाहिँ के हुन्छ त, लामो समय टिक्दैन, जान्छ, हराउँछ, हराइहाल्छ। ल थ्याङ्क यू सो मच। धन्यवाद।